देशभर भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अझै 2 दिन निरन्तर वर्षा हुने सम्भावना छ। हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं र जोखिमको परिस्थिति बढ्ने क्रममा छ। हाल नदी नालाहरूको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ। यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरूलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बावजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्। यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरू आपतकालीन सेवाहरू नागरिकहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरू सुरक्षित गर्न 24 घण्टा तयार अवस्थामा रहेका छन्।